के खाँदै हो बाबु? अब यसमा के गर्ने भने हैन यो खोर्सानी चाहिँ नि खोर्सानीको अचार यो र यो मासुको झन् यसरी मिसाउने हैन यसरी भएपछि के भन्छ मासु पिलाएर हैन त यसरी मिसाइसकेपछि सर्लक्कै यसरी हाल्ने हो बुझ्यो। यसरी हालेर यसरी मिसाएर अनि कसरी खाने? त्यसरी खाने? यम्मी यम्मी बाबु यम्मी यम्मी यम्मी। ओके गुड। हैन ओके अनि यसरी टक्क यो यसरी सर्लक्क लिने बाबु त्यसपछि यो भागमा बनाउनु त मिठो हुन्छ। हो खानुहोस् ल खानुहोस् खानुहोस् ल।